यो विजयदशमी 2081 को अवसरमा हाम्रो गोपाल गन्धर्व दाई हाम्रो सल्यानी भाका डाँडा काँडाको भाका लिएर आउनु भएको छ सारङ्गी बोकेर। महिनामा एकचोटि आउनुपर्छ हुन्छ। उहाँ चाहिँ माया प्रीति हाम्रो धेरै गहिरो छ। केही भन्नुहुन्छ हजुरले? हजुर सर मेरो चाहिँ सल्यानी हो। अहिले तुलसीपुरमा रचल 4 वर्ष गोपाल गन्धर्वले मौलिक राष्ट्रिय बाजाले ल्याएर हाम्रो दशैँको 4 को उपलक्ष्यमा दुर्गाको उपलक्ष्यमा सरको घरमध्ये दुर्गा भजनको म्युजिक बजाएर अब हाम्रो दशैँको एउटा जाँदैछ हाम्रो मेडुङ तर्फबाट एउटा दायाँतिर हाम्रो मेडम हुनुहुन्छ मादलमा। हजुर म झ्यालीमा छु यता। सुरु गरौँ है। ल हस् जाओस्।